गाइस हिउँ परेर हिउँनै हिउँ भएको छ है। यस्तो छ हिउँ परेर बाटो हिँड्ने बाटो नै छैन, बिजोग भइरहेछ है। कसरी हिँड्ने, मार्केट जानलाई सकस परेको छ। यस्तो हेर्नु त युरोपमा हिउँको भारी पर्छ, हिँड्ने ठाउँ छैन। मार्केट जान लाग्यो, पुरै टेन्सन के हपार भइरहेछ। यहाँ यसरी हिउँ फालिरहेछ बाटोमा है। यस्तो छ हेर्नुहोस्। हिउँ नै हिउँ छ है बाटैभरि। यस्तो हुन्छ हेर्नुहोस् युरोपमा होइन। अहिले ठ्याक्कै तपाईँको 4:45 भयो। 4:45 बिहानदेखि हिउँ परेको, ननस्टप परेको छ। पुरै हिउँ नै हिउँ भएको छ। यहाँको घरहरू सब हिउँले ढाकेर हिउँले पुरेको छ सबै। हिँड्ने बाटो छैन। यस्तो छ हेर्नु त, यस्तो छ है गाइस। रुखहरू पुरै हिउँले पुरेको छ। अब यस्तो हावा चल्छ फेरि छाता ओढेको बेला, पुरै हावा चल्छ। गाडीहरू बिचरा हिउँले पुरेको छ सब है। हावा चलेर फेरि हिँड्न मिलेको छैन कि, यस्तो भइरहेको छ सब। चिप्लिएर हिँड्न मिलेको छैन यार। तनाव आज फेरि मार्केट जानुपर्ने काम भएर यस्तो चिसोमा हट, यस्तो पनि हुँदो रहेछ। गाडीहरू पुरै हिउँले पुरेर रहेको छ है। बाटो सब पुरेको छ है, हिउँले हिउँ। यस्तो छ हेर्नुहोस् है युरोपको कन्डिसन। के गर्ने हो, युरोप भनेर मात्र गाह्रो छ हो। हेर्नुहोस् त, हिउँले बाटो देखिया छैन कतै पनि। यस्तो छ कन्डिसन, यस्तो छ कन्डिसन, जो छ कन्डिसन। ल हेर्नुहोस्, म बगैँचा आइपुगेँ होइन, पार्क आइपुगेँ। पार्कमा हिउँ नै हिउँ छ होइन। पार्क हिउँ नै हिउँ भएको छ, हिँड्ने बाटो छैन कहीँ पनि है। यस्तो छ अवस्था। जताततै हेर हिउँ नै हिउँ, हिउँ बाहेक केही देखिन्न। यस्तो छ। मान्छेका एउटा माखो छैनन् मान्छेहरू, चिसोले गर्दा सबै आफ्नै घरहरूमा रमाइरहेको होलान्। यस्तो छ है। चिसो, कितना चिसो। हेर्नुहोस् है गाइस, हेर्नु हिउँ नै हिउँ। यस्तो छ कन्डिसन। हिँड्ने बाटो छैन, यस्तो गद्दी छ, हिउँ नै हिउँ। अब मोबाइल समात्न पनि गाह्रो भइसक्यो चिसोले। हात ठिरिर भइसक्यो क्यामेरा, चिसोले क्यामेरा कडक 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 गरिरहेछ। ओ माई गड, हिउँ, ओ माई गड। हट, बाटो छैन हो, हिँड्ने बाटो छैन यार। यस्तो पनि हुँदो रहेछ। ओ माई गड। योचोटि चाहिँ छिटो पऱ्यो है हिउँ। अर्कोचोटि पहिला तपाईँको डिसेम्बर जनवरीमा पर्थ्यो भने योचोटि चाहिँ नोभेम्बर लास्टमै पऱ्यो है। पहिलो वर्ष डिसेम्बर अन्तिममा जनवरीतिर परेको थियो। अहिले यही वर्ष पऱ्यो, ननस्टप पऱ्यो तपाईँको बिहानदेखि बेलुकासम्म। सो हिउँ नै हिउँले कभर गर्यो सबै ठाउँहरू। म चाहिँ सिम किन्न आएको थिएँ। ल बन्द रहेछ टिसाक पनि, सिम किन्ने ठाउँ पनि बन्द रहेछ। सब प्लान चौपट भयो, रिटर्न हुनुपर्ने भयो। सायद मलाई आवश्यक थियो सिमको, म त्यही सिमको लागि आएको थिएँ, तर बन्द रहेछ। अब अनफर्चुनेट बन्द रहेछ। रुखहरूको पातहरू हेर्नुहोस् त, रुखहरू सब पात पतिङ्गरहरू छैन, सबै हिउँ नै हिउँ छ। डाँठभरि सबै हिउँ नै हिउँ, हिउँ नै हिउँ।
कन्डिसन है। क्रोएसियाको यस्तो छ हाल अहिले हिउँदै हुँदै। सबैले हेरेर माया गरिदिनु होला है। मैले यो भिडियो युट्युबमा हाल्छु, मेरो युट्युब भ्लगमा। सबैले हेरेर सब्सक्राइब गरिदिनु होला भन्न चाहन्छु। फकटमा आएको भयो, आउन मात्र भयो फकटमा, बिचरा चिसो मात्र खाइयो, के गर्ने यस्तै छ। हिउँ घरहरू हिउँले पुरिसक्यो है। घरको छानाहरू सब हिउँले सेतम्पुर भएको छ। माखु मान्छे छैनन् हिउँले गर्दा, किनकि हिउँले ननस्टप हिउँ परेको छ। बिहानदेखि तपाईँको ननस्टप 20 लगभग 8 आवर्स 10 आवर्स जति हिउँ पऱ्यो होला। त्यस कारणले गर्दा हिउँ भएको छ। अहिले प्रायः युरोपको म्याक्सिमम् कन्ट्रीहरूमा यसरी नै हिउँ परिरहन्छ। म्याक्सिमम् तपाईँको जताततै हिउँ नै हुन्छ। यस्तो छ हेर्नुहोस् है कन्डिसन। जताततै हिउँ परेर घरहरू हेर्नुहोस्। ल म यति नै समाप्त गर्न चाहन्छु मेरो भिडियो। सब्सक्राइब गरिदिनु होला।